Hello, hi guys, welcome to my new video. So आजको भिडियोमा चाहिँ एउटा गेम लिएर आएको छु हैन. गेम चाहिँ very interesting हुनेछ. So गेम चाहिँ के भन्दाखेरि नि साथीहरु, who knows me better हैन. दुईजना मेरो साथीहरु हो. दुईजनाबाट कसले चाहिँ मलाई धेरै चिन्छ हैन. So जसले फर्स्ट एन्सर गर्छ, जसको राइट हुन्छ त्यसले यसमा डिप हुँदैन. जसको आन्सर रङ हुन्छ त्यसलाई यसरी गरेर म उयो गर्छु है त. So let's start the video. Hello guys. So, मेरो फर्स्ट क्वेसन आयो ल. टन्डस्टर्न हात उठाउँदैन. फर्स्ट हात उठाउने, हात उठाइहाल्नुपर्छ. ल भयो हैन, सुरु भयो. सुरु गरे ल. मेरो क्वेसन आयो. What is my favorite food? भन, एक-एकजना भन जसको राइट हुन्छ त्यो. मोमो. मोमो. राइट हो. Next question. What is my favorite color? फर्स्टले उठायो. भन. तो भन पहिला. Lavender. Pink. ल्याभेन्डर हो मेरो साथीहरु साच्चै भनेको हैन. मेरो साथीहरु मेरो आइफोन धरि त मेरो फोन धरि उयो छ हैन ल्याभेन्डर छ. ल्याभेन्डर साह्रै मन पर्छ. पुस्नु दे. यतिकै पर्दैन चोकमा यतिकै बस्नुपर्छ. यतिकै बस्नुपर्छ नपुस्नु. Which book I am reading right now? म कुन चाहिँ बुक चाहिँ अहिले पढ्दैछु? मलाई थाहा छ. थाहा छैन मलाई. तर एक्ज्याक्टली थाहा छैन अलि भन. It end with us. Okay, just like मास्ता त्यसो भए चाहिँ उर्साउन हाँस्न. So अर्को क्वेसन हैन. Do I like long hair or short hair? long hair. किन तैले किन भन्नु पाउँदैन नि त. अब त भएन नि त. मलाई पनि थाहा थियो long hair भनेर मैले पनि हात उठाएको थिएँ. भन्नु त मैले फर्स्ट भन्नु पाउने नि त. यो पनि डुब्छ. अहिले टिक्का मात्रै हात धुदैन. जोरमा गर्छु. जोरमा गर्छु. जोर. म गर्छु यसलाई भनेको. बिस्तार पुस्नु पाउँदैन नि फेरि. पुस्नु पाउँदैन नि. Am I next question? Am I introvert or extrovert? One. दुईजना भन. Extrovert. Right answer हैन. मलाई अर्को है. अर्को चाहिँ नि मलाई स्कुलमा कुन चाहिँ सब्जेक्ट मन पर्थेन? मन पर्थेन. सबै मन पर्छ. होइन एउटा एक्ज्याक्ट छ. अरूमा त म अलिक भए पनि इन्ट्रेस्ट लिन्थेँ नि त. एउटा एक्ज्याक्ट छ. भन्नु न हामी होइन आफ्टर उयो आफ्टर क्लास 10 या. लु तँ भन्न त पहिला अन्त म भन्छु. त्यस्तो इन्ट्रेस्ट त केहीमा पनि दिन्थेन. कतिवटा सब्जेक्ट नि ल भन. इन्ट्रेस्ट नलाग्ने. हिस्ट्री फिजिक्स काम हिस्ट्री पोल साइन्स सोसियोलोजी इङ्ग्लिस नेपाली. म भन्छु. ल भन. मलाई हिस्ट्री पोल साइन्स पोल साइन्स मलाई एकदम इन्ट्रेस्ट लाग्थ्यो. पोल साइन्स एकदम पोल साइन्स र सोसियोलोजी म इन्ट्रेस्टेड थिएँ पोल साइन्स र सोसियोलोजीमा हैन. सो नेक्स्ट खोइ एन्सरहरु पनि दिएर अहिले देखाउँछु ल. अहिले लास्टमा देखाउँछु किनभने क्वेसन एन्सर थियो एउटा छ नि. मैले कुन चाहिँ इमोजी बेसी युज गर्छु? इमोजी कसलाई हामीलाई जे कुरा कस्तो सोधेको इमोजी त कुन चाहिँ होला है? भन छिटो भन. म भन्दै ल भन छिटो. मलाई अघि पनि भन्दै थियौ त्यही होला सायद. होइन होइन मैले थ्याङ्क यू टाइप गर्दाखेरिको त्यो हाल त भन्दै थियो नि त. ल भन. ब्लस गरिरहेको होला. तैँले भन. म भन्छु ब्लस. नेक्स्ट क्वेसन. मेरो जन्म वर्ष मेरो बर्थडे इयर भन्छ. आज इयर भन्दै चाहिँ तिमी आउट भयो. 2000 वाला होइन
मलाई पनि थाहा छ नि भएको 2004 मसँग त हो त्यो त मलाई पनि थाहा छ नि मन थाहा छ नि त्यो त थाहा छैन भाइ के भएको होला उयो हतार भनेर त मलाई भन्नु दिँदैन लु भन ए लु 2004 ए चोपौँ न एउटा नाकमा चोपिरहेछ हौ मेरो फेभरेट चकलेट एकजना भन रिसेन्ट होइन मेरो फेभरेट ओ फेभरेट रिसेन्ट होइन है ल म भन्छु मैले खाँदै गरेको होइन है मैले खाँदै गरेको होइन फेरि मलाई भरे उयो नभन् नि मलाई मनपर्ने रिसेन्ट चाहिँ होइन लु भन ठुक्क न रिसेन्ट मात्रै थाहा थियो मलाई त मलाई चाहिँ त्यही मात्रै थाहा थियो लु तर पनि योसँग मैले कतिपल्ट खाएको पनि थिएँ लु डेरी मिल्कै म त डेरी मिल्क त मसँग कतिपल्ट खाएको थियो नत्र भन्छु है मान्छु छैन मेरो रिसेन्ट मान्छु हो तर मैले मेरो अलराउन्डर फेभरेट चाहिँ अर्कै हो नि त लु भन 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 फ्रुट एन्ड नट भयो दुईजना खान्छ यही हो लु लु पेमलाई पनि मजाले छ क्या छोड हात नराख पेम यसको हात नराख यसको अनुहारै पुगेको छैन खास हात राख होला जस्तो भयो सो मेरो फेभरेट चकलेट चाहिँ त्यो दुईजनाको रङ भएन त्यही भएर चाहिँ मैले आन्सर भनेको मिल्की बार अघि दिएको थिएँ बजारमा लास्ट क्वेसन 10वटा क्वेसन थियो साथीहरू लास्ट क्वेसन मेरो लाइफमा सबसे ज्यादा क्लोज मान्छे को हो भनौँ एकजना भन्नु भनौँ भन आमा राइट आन्सर साथीहरू अब यति नै थियो हाम्रो भिडियो है हजुरहरूले धेरैभन्दा धेरै लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् कस्तो लाग्यो भनेर सो यो भिडियो पछाडि हाम्रो अरू पनि भिडियो आउनेछ है इन्ट्रेस्टिङ सो लाइक सेयर एन्ड कमेन्ट गर्नु चाहिँ नबिर्सिनुहोस् अन्त मेरो च्यानलमा पनि सब्स्क्राइब गर्न नबिर्सिनु होला गाइस थ्याङ्क यू सो मच